अस्ट्रेलियामा तातो तातो सेलरोटी। हेलो गाइज, वेलकम टु माई सानो मिनी भ्लग। मलाई चाहिँ धेरै दिन अगाडिदेखि मलाई सेलरोटी खान मन लागेको थियो, त्यही भएर म छिटो कामबाट घर फर्किएँ। अनि कामबाट फर्किँदाखेरि मलाई कचौराको याद आयो, यसले मलाई सेलरोटी बनाउन मद्दत गर्छ भन्ने। अनि मैले मेरो साथीको लागि यो म्याङ्गो किनिदिएँ, ऊ पनि सेलरोटी खान्छु भनेर मस्त हाँस्दै आइरहेको थियो। अनि मैले यो चाहिँ दसैँमा सेलरोटी बनाउँछु भनेर भिजाएर राखेको थिएँ, जुन मैले बनाउन पाइरहेको थिइनँ। घर आएँ अनि मैले यसलाई पिन्नको लागि मिक्सरमा हालेँ। सो मिक्सरमा यतिकै पिन्न नसकेको कारणले मैले यसमा पानी हाल्नु पर्यो। अनि पानी हालेपछि यसले मिक्स गर्नलाई चाहिँ सजिलो हुँदो रहेछ। सो मैले पानी धेरै हालेको कारणले फेरि यसमा अलिकति धेरै हालेर फेरि मिक्स गर्न थालेँ। अनि यसको स्मुथ चाहिँ राम्रो भएको थियो, राम्रो बेटल भएको थियो। सो मैले यसै गरेर धेरैचोटि मैले यसरी मिसिनमा पिने। सो मिक्सरमा पिन्दाखेरि चाहिँ त्यति साह्रो झन्झट हुँदैन रहेछ क्या। पहिले सानो मैले देखेको थिएँ खलबच्चामा खन गरेर पिनेको, त्यस्तो साह्रो दुःख भएन। अनि रोटी राम्ररी बनोस् भनेर मैले थोरै यसमा गहुँको पिठो हालेँ। अनि त्यो गहुँको पिठो हालेपछि मस्त मिक्स गरेँ। अनि यसको ब्याटल कस्तो हुन्छ भनेर यसलाई मैले ट्राई गर्न खोजिरहेँ, राम्रो ब्याटल भएको थियो। अनि त्यही अनुसारले यसमा थोरै आफ्नो स्वाद अनुसारको चिनी हाल्नुपर्छ। चिनी मैले हालेँ यसमा। अनि त्यसपछि मैले यसलाई फेरि राम्ररी मिक्स गरेँ। अनि फेरि मैले हालेँ यसमा घिउ चाहिँ हाल्नुको कारण चाहिँ यो नफुटोस् भनेर हो। अनि त्यही भएर मैले मस्त घिउ हालिदिएँ, मस्त मिठो यम्मी होस् भनेर। अनि मजाले मिक्स गरेपछि फेरि रेडी भयो अब हाम्रो सेलरोटी बनाउनको लागि। अनि मैले जिन्दगीमा भुल्दै नभुल्ने भनेको चिज भनेको दुधको चिया। सो मैले चिया बनाउनको लागि अर्को रेडी गरेँ भाँडा, त्यसमा मैले पानी हालेँ। अनि मैले चियाको लागि सुरुवात गरेँ। सो म कन्फ्युज भइरहेको थिएँ, सानो भाँडा राखौँ कि ठुलो भाँडा भनेर। त मैले सानो भाँडा राखेँ किनभने यसले तेल थोरै खान्छ भनेर। सो त्यसको साथसाथै मैले आफ्नो पेट पूजा गर्न थालेँ। सो हातले मलाई हाल्न आउँदैन अनि डाडुले पनि हाल्न आउँदैन, त्यही भएर मैले यो कोकलाई चाहिँ काटेर भरे रोटी हाल्नको लागि साथ दिन्छ भनेर यसलाई चाहिँ काटिदिएँ। सो बी केयरफुल गाइज, होइन तपाईँहरूले काट्दाखेरि चाहिँ अलिकति राम्रो भएर काट्नु होला, नभए तपाईँलाई मेरो जस्तै हात काट्न सक्ने छ। सो बी केयरफुल अबाउट द्याट। सो अघि बसाएको भाँडा मस्त तातेपछि मैले त्यसमा तेल हालिदिएँ, जति हामीलाई सेलरोटी हाल्न चाहिन्छ। सो अघि लागेको मैले भाँडालाई राख्दाखेरि मलाई के महसुस भयो भने यो अलिकति गरुङ्गो हुनु पर्थ्यो, त्यो गरुङ्गो नभएको कारणले चाहिँ यो माथि आयो। सो यसको अर्को अप्सन भनेको मैले त्यसमा कचौरा राख्नु पर्ने भयो। सो मेरो फर्स्ट ट्राई चाहिँ रोटी हेर्नुहोस्, तपाईँ आफै देख्न सक्नुहुन्छ कस्तो नराम्रो भएको थियो। सायद यो राखेको कचौराले गर्दा प्लस मेरो त्यो ब्याटर अलिक राम्रो नभएको कारणले चाहिँ मेरो रोटी यस्तो हुन गयो। सो यो कचौराको केही फाइदा नदेखेपछि मैले यसलाई निकालेर फ्याल्नै पर्ने भयो। सो मेरो $5 त्यतिकै गयो भन्दै आफै गनाइरहेको थिएँ। अनि मैले फेरि यसमा पानी हालेर फेरि मिक्स गरेँ, बिकज त्यो अलिकति राम्ररी तल गएन। अनि त्यही भएर फेरि मैले पानी हाल्नु पर्यो र यसलाई अलिक राम्ररी पातलो टाइपले बनाउनु पर्यो भनेर फेरि पानी हाल्न थालेँ। अनि अर्को ट्राई मैले मेरो आफ्नो हातले गर्न खोज्दाखेरि चाहिँ गाइज ओ माई गड अलिकति थोरै पोली नै हाल्यो, बट अझै राम्रो भएको थिएन। मेरो यो सेकेन्ड ट्राई थियो, बट स्टिल नराम्रो चाहिँ भइसकेको थिएन, बट स्टिल यो चाहिँ राम्रो भएन, मलाई चाहिँ अलिक मजा आएन। फेरि डरको अगाडि जित्छ भनेर फेरि मैले अर्कोचोटि ट्राई गरेँ। यो टाइम चाहिँ मेरो थर्ड टाइम थियो। अनि यो थर्ड टाइममा चाहिँ यस आई डिड इट भन्दै म हाँसिरहेको थिएँ। इट वाज सो नाइस, होइन, राम्रो बनेको थियो। मान्छेले गर्ने भनेको त्यही त हो नि, जानेपछि नजानेपछि फेरि जानिन्छ, जानेपछि फेरि जानिन्छ, यसरी नै राम्रो पर्फेक्ट हुँदै गइहाल्छ। सो नो वान इज पर्फेक्ट, होइन, वेन दे बर्न है। त्यही भएर हामीले चाहिँ कोसिस चाहिँ गरिराख्नुपर्छ भन्दै म मक्ख थिएँ मेरो रोटी राम्रो भयो भनेर। मेरो रोटी चाहिँ स्टिल फेरि फर्स्ट ट्राई भन्दा चाहिँ राम्रो हुँदै गइरहेको थियो। त्यससँग साथसाथै मैले मेरा बहिनीहरूलाई पनि बोलाएको थिएँ मेरो रोटी खानको लागि, तिनीहरू पनि आइरहेका आए अनि हामी सबजना मिलेर रोटी खान थाल्यौँ। मैले त्यहाँ गर्दै नहुने काम चाहिँ एउटा गरेको थिएँ, जुन चाहिँ मैले मेथी हालेर, मेथी मलाई मेरो साथीले भनेको त्यो थोरै हाल्नु भनेर, बट मलाई उसले भनेन कति थोरै भनेर, त्यही भएर मैले अलिकति धेरै हालेछु। सो त्यसको कारणले चाहिँ मेरो रोटी हल्का तितो हुन गइरहेको थियो। स्टिल इट वाज अ भेरी नाइस इभिनिङ, होइन। मैले फर्स्ट ट्राई गरेको थिएँ रोटी हाल्नलाई, जुन चाहिँ मेरो पर्फेक्टली नभए पनि स्टिल इट वाज गुड, होइन। तर मैले हल्का मेथी धेरै हालेँ, त्यो चाहिँ मेथी अलिक कम हाल्नु पर्यो। नेक्स्ट टाइम आई मेक इट सो नाइस एन्ड पर्फेक्ट भन्दै आजको लागि थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो एन्ड इन्जोय योर रोटी मेकिङ अल्सो। हजुरले पनि बनाउनु भयो भने मलाई सेयर गर्नु होला। थ्याङ्क यू सो मच, बाई एभ्री वान, हेभ अ नाइस एन्ड वन्डरफुल डे एन्ड नाइट, ह्याप्पी 2025।